जुन सम्बन्धमा आफ्नो महत्व कमी हुँदै गएको आभास हुन्छ त्यस्तो सम्बन्धबाट मुस्कुराउँदै टाढिएकै बेस हुन्छ। जुन कुरा जिन्दगीले सिकायो त्यो कुरा कुनै किताबमा थिएन। जुन कुरा किताबमा थियो त्यो कुरा जिन्दगीमा कहिल्यै भेटिएन। म त अर्कैले छोडेको मान्छे, उसँगको सम्बन्ध तोडेको मान्छे, हिम्मत छ र स्वीकार गर्ने डिभोर्स भएको केटी भन्लान्, नरोएको फल छैन जिउँदै म त मरेको मान्छे। तिमीले कल नगर्दा रोइन म, तिमीले मेसेज नगर्दा रोइन म, तिमीले बेवास्ता गर्दा रोइन म, तर आँसु त्यति बेला आयो जुन गोरेटोमा मलाई कुरेर बस्थ्यौ त्यही गोरेटोमा अर्कैलाई अँगालेको देखे। आँखाबाट बग्न नपाएको आँसु, मुखले खोल्न नपाएको पीडा, मनले भुलाउन नसकेको मान्छे र बेला बेलामा झस्काइरहने यादहरू निकै दर्दनाक हुँदो रहेछन्। त्यही मान्छे प्यारो लाग्दो रहेछ जसलाई धेरै शंका गरिन्छ, धेरै झगडा गरिन्छ, एक दुई दिन बोलचाल नै बन्द हुन्छ, अनि ओए किन नबोलेको रिसाएको हो र भनिन्छ। माया यस्तै हुँदो रहेछ। थाहा छैन गन्तव्य कता छ, तर म त्यतै हिँडिरहेको छु जता जता बाध्यताले धकुलिरहेको छ। उनले सोधिन्, के तिमी मलाई अझै पनि माया गर्छौ? मैले मुसुक्क मुस्कुराउँदै भने, माया त थाहा भएन, तर साथीहरू अझै पनि मलाई तिम्रै कसम खुवाउँछन्। जिन्दगी पनि झरनाको पानी जस्तै भयो, बाहिरबाट हेर्दा सबैलाई आहा छ, तर ढुङ्गामा ठोक्किएको पीडा आफैलाई मात्रै थाहा छ। रित्तो भाडा बोकेर हिँड्यो भन्दैमा माग्नै हिँडेको नसम्झनु, सबै कुरा दिएर फर्किएको पनि हुन सक्छ। जिन्दगीमा चोटै चोट र पीडै पीडाको भारी बोकेर हिँडेको यात्री हुँ म। तिमी मलाई जिन्दगीको अर्थ सिकाएर लज्जित नबनाऊ। दुःख पर्दा दुःख बिसाउन पो साथ खोजेको थिएँ मैले, जिन्दगी बिसाउन त आरेगाड छँदैछ नि। बिर्सियो भन्ने कहिले नसोच्नु। तिमीले पराई झैं गरेको व्यवहार सहन नसकेर मौन मात्र बसेको हुँ। यो संसार जति सुकै रमाइलो किन नहोस्, यदि तिमी बोल्न छोडिदियो भने पुरै जिन्दगी सुनसान लाग्नेछ। हरेक सम्बन्ध जीवनभरकै हुन्छ भन्ने छैन। कोही मान्छे यस्तो सम्बन्ध घाँसेर जाँदो रहेछन् जो सँगको छोटो समयमा पनि जीवनभर मिठो यादको आभास दिलाउँदो रहेछन्। जब सानो थिए तब हरेक कुरा बिर्सन्थे, अनि दुनिया भन्ने गर्थे याद राख्न सिक। अहिले ठूलो भए हरेक कुरा याद हुन्छ, अनि त्यही दुनिया भन्ने गर्छ भुल्न सिक। अक्सर स्वार्थको लागि प्रेम गर्नेहरू नै धेरै मिठो बोलेर छिट्टै साथ छोडिदिन्छन् यहाँ।